हामी बन्दीपुर घुम्न जाँदैछौँ। यो चाहिँ म घरबाट निस्किँदैछु अब। हामी मेरो सानीमा आउनु भएको छ आज। सानीमाहरूलाई बन्दीपुर घुमाउन जानु लाग्यो। र चाजु भन्छौँ हामीले चाहिँ। ल हामी आज घरबाट निस्किएपछि बन्दीपुर जानेछौँ केबल कार चढेर। त्यसपछि फेरि हामी ग्रेट वाल, हाम्रो डेस्टिनेसन चाहिँ ग्रेट वाल, मिनी ग्रेट वाल हुनेछ। हामी जाने बेलामा चाहिँ केबल कार चढेर जाँदैछौँ। अब निस्कियौँ हामी घरबाट। हामी चाहिँ यो मेरो ठुलो भाइको गाडी चढेर जाँदैछौँ यहाँबाट। त्यसपछि हामी फेरि केबल कार पुगिसकेपछि केबल चढ्नेछौँ। गाइस यो चाहिँ बन्दीपुर गेट आइपुग्यौँ हामी। हामी चाहिँ हाम्रो बन्दीपुरको व्यापारिक केन्द्र डुम्रे बजार आइपुग्यौँ। अब हामी केही मिनटमै हामी केबल कार गेट पुग्नेछौँ। हामी चाहिँ बन्दीपुर केबल कारको गेटमा आइपुगेका छौँ। आज हामी बिहानै बन्दीपुरको मिनी ग्रेट वालसम्म पुग्ने लक्ष्य लिएर आएका छौँ। हामी चाहिँ मेरो घर फ्यामिलीको तर्फबाट हामी आज बन्दीपुर भ्रमण गर्दैछौँ। हामी स्थानीय ठाउँ, मेरो अगाडिको मेरो चाहिँ जीवनसाथी, मेरो सानी आमा र यता मेरो बुवा पछाडि हुनुहुन्छ नि, यता सानो बुवा हुनुहुन्छ। हामी यसरी चाहिँ बन्दीपुर जाँदैछौँ है गाई। नमस्ते कता जाँदै हामी? हामी चाहिँ बन्दीपुर घुम्न जाँदै केबल कार चढेर जाने हो हामी। ल ट्रेकिङ भन्नु न। ल हामी चाहिँ बन्दीपुर केबल कार चढ्नको लागि आइसकेका छौँ। ल गाइज हामी चाहिँ टिकट काट्दैछौँ केबल कार चढ्नको निम्ति। हामी बन्दीपुरी भएको नाताले हामी सहुलियत पनि लिँदैछौँ। त्योभन्दा पहिल्यै आउँछ। अहिले ठ्याक्कै एकछिन रेस्ट गर्ने अवस्थामा छौँ, किनकि यहाँ केबल कार घर चालु हुँदैछ। यता मेरो बुवा र सानो बुवा बस्दै हुनुहुन्छ। गाइस हजुर सँगै हो। हाम्रो बन्दीपुरको एउटा व्यापारिक केन्द्रको हिसाबले, पर्यटकीय हिसाबले यो बन्दीपुर केबल कार चाहिँ अहिले चालु अवस्थामा रहेको छ। यहाँ अहिले गेटको सिस्टम पनि नयाँ खालको रहेछ। यहाँ सिग्नल अनुसारको गेटबाट छिर्नु पर्ने रहेछ केबल कार भित्र। अब हामी चाहिँ केबल कार चढ्दैछौँ।
हिँड्नु अगाडि यसरी निर्माण गरिएको केबल कार मेरो चाहिँ यो दोस्रो पटक बन्दीपुरै भए पनि म दोस्रो पटक चढ्दैछु बल्ल ल हामी चाहिँ केबल कार त छिर्यौँ गाइस अब हामी केही समयमै बन्दीपुर पुग्नेछौँ म चाहिँ नि यहाँसम्म मात्रै लैहाल्छु नि हार्सानु बेला चुडिएर झरेर नि खान्छ घरमा ठोकेला जाइ हुन्छ घरमै छ क्या नानीले भिडियो गराएको मौलगाली जाँदाखेरि अनि त्यो ओह्रालोमै के लड्नु भएर यो अगाडि पछाडि दुवैतिर देखिन्छ क्या भिडियोबाट चाहिँ तपाईँहरूलाई पनि देखाएको छु मलाई पनि देखाइरहेको छु यताबाट जाँदाखेरिमा यतापट्टि हुन्छ यहाँ जाँदा हेर्नु घरै खुसिएला लगायत केबल कार चाहिँ यो प्रविधि चाहिँ कस्तो प्रविधि भन्छ अब हामीले यसमा झुन्डिएर हिँडिरहेका छौँ कि अहिले यतिकै हो कि हिँड्ने नै करिब करिब हामी कति मिनट लाग्छ भन्ने विषय नै अब यहाँ अब क्यामेराले देखाउला अहिले यो भिडियोमा 5 मिनट होला लाग्छ यो ए हाम्रो गाउँहरू छ पनि छ यहाँ ल हेर्नुहोस् हिँडिरह नि हामी चाहिँ आज बिहानमा आउनु कारण चाहिँ हामी ग्रेट वाल बन्दीपुरको मिनी ग्रेट वाल पनि जाँदैछौँ त्यस कारणले दिउँसोको समयमा गाह्रो हुन्छ भनेर अहिले बिहानमा हामी जाँदैछौँ है हामी चाहिँ केबल कार आइपुग्यौँ माथि कति 13 तले होला जस्तो लाग्छ बिल्डिङ यस्तो बिल्डिङ छ हेर्नु लगाइछ यता चाहिँ काउन्टर हाम्रो बहिनीहरूले हामीलाई स्वागत गरेर बसिराख्नु भएको छ ल अब हामी चाहिँ यी दुईपट्टि बाँडिँदैछौँ हामी यति बेला बन्दीपुर गाउँपालिकाको कार्यालय आइपुग्यौँ ठ्याक्कै यो चाहिँ हामी पालिका कार्यालय यो अगाडिको यही हो ल हेर्नु होला हामी चाहिँ यहाँ खड्गदेवी मन्दिर छ हामी समय रहेछ चाहिँ फर्केर आएर देखाउँला यही गाउँपालिका कार्यालय हामी चाहिँ बन्दीपुर बजार प्रवेश गऱ्यौँ ल हाम्रो यो चाहिँ पर्यटकीय हिसाबले एकदम चाहिँ बहुचर्चित यो गण्डकी प्रदेशको एउटा पर्यटकीय स्थल हो यहाँ चाहिँ विभिन्न देशका अन्तर्राष्ट्रिय पर्यटकहरू आन्तरिक पर्यटकहरू आउने क्रम एकदम जारी छ यति बेला सिजन पनि हो अब बिस्तारै सिजन लाग्दैछ यो बिन्दावासिनी मन्दिर गाइस यहाँ चाहिँ हाम्रो विभिन्न समयमा पूजा अर्चना गर्ने काम हुन्छ यहाँ आज पर्यटकहरूको केही बाक्लो उपस्थिति पनि देखिँदैछ आज बिहानको समयमा यो पुरानो ऐतिहासिक बजार पनि हो हाम्रो यो व्यापारिक केन्द्र पनि पुरानो ल हाम्रो बन्दीपुर चाहिँ यसरी सही सजाउ अवस्थामा रहेको छ पुरानो संस्कृति धरोहरको रूपमा आज भने बन्दीपुरमा राम्रो पर्यटकहरूको उपस्थिति देख्न पाइएको छ हामी अत्यन्तै खुसी पनि छौँ किनकि हाम्रो बन्दीपुर धेरै परिचित भइसकेछ भन्ने महसुस गरेको छ आजको उपस्थितिले यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको आज चाहिँ घुइँचो नै जस्तो महसुस भएको छ लगाइछ हाम्रो बन्दीपुरलाई राम्रोसँग निहाल्नु होला तपाईँहरू पनि बन्दीपुरको एउटा यात्रा बनाएर आउनु होला हावापानीको हिसाबले यहाँ ऐतिहासिक कल्चरको हिसाबले पनि यो नेवारी शैलीमा बनेका घरहरू पुरानो ऐतिहासिक खालका छन् त्यसैले तपाईँहरू बन्दीपुरलाई एउटा पर्यटकको डेस्टिनेसन बनाएर आउनु होला भन्ने अनुरोध गर्न चाहन्छु धन्यवाद
गाडी चढेर यात्रा गर्दै हुनुहुन्छ भने बन्दीपुर छिर्ने प्रवेशद्वार हो यो। यहाँबाट यसबाट छिरिसकेपछि चाहिँ हामी बन्दीपुर बजार प्रवेश गर्छौँ। अब चाहिँ हामी बन्दीपुर ग्रेट वाल जाने तयारीमा छौँ है गाइज। ल अब हामी चाहिँ थानीमै हुँदै ग्रेट वाल घुमेर झर्नेछौँ। आज बन्दीपुरको जुन कुनामा गए पनि पर्यटकको घुइँचो छ है। ल हेर्नुहोस् गाइज, अब बन्दीपुरको विशेषता भनेको धेरै उकालो बाटो नै छ। यहाँ चाहिँ आज प्लास्टिक पोलेर प्रदूषण गरेको छ है, यो चाहिँ कमजोरी भयो। र पारिवारिक भ्रमण आज धौ भइरहेछ। आउँदै हुनुहुन्छ उता दुईवटा बुवाहरू हुनुहुन्छ, एउटा सानो बुवा एउटा मेरो बुवा। यी उकालोमा हामी हिँड्दैछौँ। बन्दीपुर आज यस्तो अवस्था देखिएको छ यहाँबाट हेर्दा चाहिँ। ल हेर्नुहोस् गाइस, उता चाहिँ बन्दीपुर बजार माथिको गुम्बा क्षेत्र, यता यस्तो खालको दृश्य छ। यता झप्री फाँट भन्छ क्या, यता तल तल सोहोर फाँट चाहिँ डाँडाभन्दा उता उता हो। सल्लाह सुसायो। म जितेर अगाडि जान्छु है। मर्निङमा गरे तिमीलाई गाह्रै हुन्छ नि लिएर त मलाई सहिलो आयो। ल गाइज, यो बन्दीपुरको चाहिँ यो थानीमाईको डाँडाबाट सल्लाह सुसाएको पनि सुन्नुहोस् है। कस्तो अनुभव भइरहेछ त भाबीलाई? केही छ, बन्दीपुर घरमा आएको छु यहाँ घुम्नलाई। म बन्दीपुर गाउँपालिकामा रहेको यो थानीमाई भन्ने डाँडाबाट यो बन्दीपुरको दृश्य कैद गर्दैछु। ल यो चाहिँ बन्दीपुर बजार साइड हो। ऊ पारिपट्टि अग्लो उपट्टि गुम्बा छ। ल हेर्नुहोस् है गाइजहरू, आज भने बन्दीपुरमा आन्तरिक पर्यटकको अलिक बाक्लो उपस्थिति देखिएको छ। सायद आज छठ पर्वको दिन भएर पनि होला। बन्दीपुरको टपबाट हेर्दा यस्तो देखिन्छ। यो भागहरू चाहिँ यो उत्तर बेल्ट हिमाली क्षेत्र देखिन्छ भने थानीमाईको मन्दिर चाहिँ यो अवस्थामा रहेको छ। ल हेर्नु होला, यो चाहिँ थानीमाई मन्दिर। अब हामी ग्रेट वाल हुँदै तल झर्ने क्रममा पनि छौँ। ल यो चाहिँ ग्रेट वाल। हामी चाहिँ अब धार्मिक पर्यटकीय क्षेत्र बन्दीपुरको यो मिनी ग्रेट वाल प्रवेश गऱ्यौँ। आज अब यो बाटो हुँदै हामी बजारतर्फ झर्ने क्रममा छौँ। ल हेर्नुहोस्, हाम्रो बन्दीपुर गाउँपालिकामा पर्यटक भित्र्याउने एउटा आधार यो पनि हो। त्यसैले तपाईँ जति पनि यो दृश्य देख्नुहुन्छ तपाईँहरू एकपटक अवश्य बन्दीपुर आएर राम्रोसँग चाहिँ बन्दीपुरको स्पर्श गर्नु होला भन्ने अनुरोध पनि गर्न चाहन्छु। हाम्रो टोली चाहिँ अगाडि अगाडि हुनुहुन्छ, म चाहिँ यहाँ पछाडि बिस्तारै बिस्तारै आउँदैछु। ग्रेट वाल
विषयवस्तु। घुमाएपछि अब हामी घर फर्किँदैछौँ। अब यसरी यहाँ टिकट चाहिँ फेरि चेक गरेर फर्किने क्रममा छौँ हामी। देखाइरहेको अघिदेखिको नि ठाडै छ यहाँनिर त अनि हावा चल्छ नि यहाँ बढी हावा चलेलाई रोक्छ। छोडिदिने हो त एकैछिन कहाँ ठोकेर ठाउँ सामान बोक्ने है यो साङ्ला सुनले के सामान पनि हाले यहाँ ट्राली यसरी मान्छे यस्तै नि हिँड्छ मान्छे हिँड्छ नि मजा हुन्थ्यो त्यसमा बस्नु। थुनेर राख्दा त डरा सक्छु के म त सक्दिनँ। अस्ति त्यो कुस्मामा देख्नु भएन कस्तो एउटा तारा मात्रै गएर खेलेको हिँडेको भाइ मान्छे कति मूर्ख कहिले उफ्रे त्यो कहिले के गरे देखाएको आफ्नो कला देखाएको कहाँनिर कस्तो लाग्यो त बन्दीपुर घुमेर आउँदा? ठिकै लाग्यो रमाइलो लाग्यो थकै नि लाग्यो भोग्ने लाखा भन भोग लाखाइन दुईटा चाहिँ खानेकुरो झोला आँचा झिकेर खानु नि त। पुलीको बिचमा कोइलाबाट बनेको यो सिस्नु हो यो चाहिँ कफीको भयो अनि यो चाहिँ हजुरको फुलको भयो सानो हुन्छ यो चाहिँ जोखेर किनेको हजुर किलो हिसाबले बेच्नु सानो हुन्छ यता चाहिँ हाम्रो टेडीहरू भयो
यिनीहरू पनि नम्बर वाइज छ अनि यो चाहिँ हाम्रो गाजोबाट बनेको ब्यागहरू छ यसै धुँदा नि के हुनु कलरहरू जो हाम्रो स्वदेशी उत्पादन यो चाहिँ हाम्रो नेपालको उत्पादन भनेर नेपालको ब्रान्डलाई चिनाउनुको लागि पनि गरेको छ। अनि यो चाहिँ ढाकाको भयो अघि त ओभरको छ अनि उता ल्यापटप ब्यागहरू पनि हो त्यो चाहिँ हाम्रो गाजाबाटै बनेको ल अब हाम्रो बन्दीपुर घुम्न आउने चाहिँ पर्यटकहरूले हाम्रो यहाँ सुविधा पनि रहेछ हाम्रो स्थानीय स्तरमा उत्पादन भएको चिजदेखि लिएर नेपालमा भएको गाँजा सिस्नोबाट बनेका चिजहरू सामग्रीहरू पनि छ ल आउनु होला चिनो स्वरूप लैजानु ल हाम्रो बन्दीपुरमा रहेको बन्दीपुर केबल कार तपाईँहरू पनि आउनु होला यहाँ विभिन्न किसिमका मनोरञ्जनका साथै साहसी खेलहरू पनि छन् यहाँ साइक्लिङ त्यसपछि आएर के भन्छ स्तरीय खालका होटल खानको लागि बस्नको लागि सबै त्यो पनि व्यवस्था छ ल यस्तो खालको चाहिँ आकर्षक सौन्दर्यका साथ बनेको यो बन्दीपुर केबल कार तपाईँहरूले जीवनमा एकपटक अवश्य पनि हेर्नुपर्छ भन्ने लाग्छ त्यसैले यो ऐतिहासिक स्थल पनि हो बन्दीपुरको माथि टपमा जाँदा जोतेको जस्तो गोरु नारेर जोतेको सबै थोक छ जाने जाने दाइ सबै चित्रहरू छ